वेलकम टु आवर च्यानल। आज चाहिँ हामी फेरि बच्चाहरू खेलाउनमा चाहिँ बाहिर निस्केको छु। मेरो घर नजिकै अनि मेरो बच्चाहरू चाहिँ यहाँ खेल्दैछ। मेरो बच्चाहरू चाहिँ आज यहाँ छुट्टी, सन्डेको दिन छुट्टी गरेर मेरो बच्चाहरू चाहिँ यहाँ खेलिरहेछन्। यहाँ सबैको प्रब्लम बच्चाहरू स्कुल छुट्टी भएपछि घुमाउन लानुपर्ने। मैले चाहिँ आज मैले बाहिर लगिनँ अनि घर छेउमै मजाले खेलाउनलाई यहाँ ल्याएको छु। बच्चाहरूलाई मजाले गफ गर्दै दिदीभाइ आउँदैछ। मेरो बच्चाहरू चाहिँ मजाले इन्जोय गरेर खेलिरहनु भएको छ। मेरो सुप्रिम यहाँनिर साइकल खेलिरहेछन्, ससुजीलाई खेलिरहेछ। उसको फ्रेन्डहरू पनि यहाँ आइरहेछन्, साइकल खेलेर बसिरहेछन्। तपाईँहरू कतिजनाको बच्चाहरू आज स्कुल छुट्टीको दिन मजाले खेलिरहनु भयो होला। मेरो जस्तै कति पिर गर्नुहुन्छ। शशी घरमा बस्न अल्छी लागेर बाहिर निस्क्यो होइन? के हो बेलुका भएपछि हाम्रो घरहरूतिर चाहिँ यस्तो राम्रो छ क्या। राम्रो त्यो माथिको डाँडाहरू तारेर तल मुनि खेत रोप्नलाई मजाले खेतहरू जोतेर जुन गाडी देखाउँछु ल। गाडीमा के हो त्यो सेतो सेतो यस्तो छ यहाँ चाहिँ। अनि बच्चाहरू चाहिँ मजाले खेलिरहेछन्। अनि मेरो बच्चाहरू खेलिरहेछन्। हामी चाहिँ यसरी रमाइलो गरिरहेछौँ। तपाईँहरूको के छ तपाईँहरूकोतिर? भाइ मजाले एक्लै खेलिरहेछन्। यहाँ बाहिर घुमाउन लानु भन्दै थिएँ, मजाले खेलिरहेछन् शशी र सुप्रिम चाहिँ। आज स्कुल छुट्टीको दिन के गरेको? सुप्रिम के गरेको तिमी? कलर खेलेको? कलर गेम खेलेको हो? आजको हाम्रो लास्ट सन्डे यसै पनि छुट्टी हुने भएर बच्चाहरू एकदमै पिर गर्ने। हाम्रो चाहिँ यसरी दिन जाँदैछ। तपाईँहरूको कस्तो छ यो मेरो छोटो भिडियो यहीँ राख्छु। बाई बाई।